Okay, start गरौँ है अब. Welcome everyone to our 11th episode of TikTok. So today we have Anish Kimire who will be presenting us about his topic. So the floor is all yours, Anish. Let's start. Thank you, Prernaji, and thank you everyone for joining today. आज चाहिँ हामी एलएलएम एप्लिकेसन अथवा एलएलएम अवेलेबल एलएलएमहरूलाई कसरी डिस्कर्डमा इन्टिग्रेट गर्न गइरहेका छौँ भनेर डिस्कस गर्छौँ। त्यति धेरै डेप्थमा त जाँदैनौँ, तर त्यसको इम्प्लिमेन्टेसन अनि त्यसरी एलएलएमलाई डिस्कर्ड अथवा अरू मेसेजिङ प्लेटफर्महरू जस्तै हामीले युज गर्ने म्याटरमस्टहरूमा इन्टिग्रेट गर्दाखेरि कसरी बेनिफिसियल हुन्छ अथवा कसरी रिपिटेटिभ टास्कहरू घट्दै जान्छ भन्ने कुरा सर्फेसमा हेर्नेछौँ। सबैभन्दा सुरुमा म स्क्रिन सेयर गर्न चाहेँ। ओके, यो अहिले हामीले राखेको चार्ट चाहिँ अहिले हाम्रो इम्प्लिमेन्टेसनको फ्लो हुन जान्छ। अब कस्तो हुन्छ भन्दाखेरि एउटा युजरले डिस्कर्डमा मेसेज पठाउँछ अनि त्यस पछाडि हाम्रो एउटा ब्याकएन्ड सर्भर भनौँ, त्यो चाहिँ नोड.js मा मैले लेखेको छ, त्यो रन भइरहेको हुन्छ अनि त्यसले त्यो मेसेजलाई रिसिभ गर्छ। अनि त्यस पछाडि एलएलएमले चाहिँ एलएलएम जस्तै जेमाइनाईहरू अथवा ओपन एआई, डिपसिक जे पनि हुन पायो, त्यो अर्को लेयरमा आएर त्यसले त्यो मेसेजलाई युजरको मेसेजलाई लिएर त्यसको रेस्पोन्स जेनेरेट गर्छ। अनि त्यस पछाडि त्यो रेस्पोन्स चाहिँ हामीले फेरि युजरलाई डिस्कर्डमै पठाउँछौँ। अब यस्तो हुँदाखेरि चाहिँ के भयो त भन्दाखेरि हाम्रो हाम्रो डिस्कर्ड चाहिँ फ्रन्ट एन्ड जस्तो भयो होइन। अनि यो भयो, मैले अहिलेलाई अनिस प्लेग्राउन्ड भनेर बनाएर टेक्स्ट च्यानल एउटा बनाएको छ, टेक अन डेमो भन्ने। अनि त्यसमा अहिले यहाँनिर हेर्नुभयो भनेदेखि टेक अन डेमो भन्ने एप्लिकेसन चाहिँ यो चाहिँ डिस्कर्डको डेभलोपर प्लेटफर्मबाट क्रिएट गर्न मिल्छ। यो चाहिँ अहिले अफलाइन छ, तर मैले यतापट्टि मेरो सर्भरलाई स्टार्ट गरे पछाडि के हुन्छ त भन्नुहुन्छ भनेदेखि अब यो युजर अनलाइन आउनुपर्छ। ओके, यो युजर अनलाइन आयो होइन। यतापट्टि हामीलाई के भन्यो त भन्दाखेरि बोथ इज अनलाइन एज टेकन डेमो भनेर हामीले मेसेज पनि पायौँ। अब हामीले यो बोर्डसँग कम्युनिकेट गर्न सक्छौँ हाम्रै मेसेजिङ प्लेटफर्म नछोडिकन है। अब यो इक्जाम्पलमा चाहिँ मैले कस्तो गरेको छु भन्दाखेरि ओपन एआईको जाभास्क्रिप्ट एसडिके युज गरेको छु। ओपन एआईको युज गरे पनि हामी जेमाइनाई अथवा अरू कुनै ओपन एआई एन्ड पोइन्ट कम्पेटेबल एलएलएम प्रोभाइडरहरूलाई इन्टिग्रेट गर्न मिल्छ। हामीले यसलाई त्यो एपिआई की र बेस युआरएल प्रोभाइड गर्नु पर्यो। अनि त्यस पछाडि हामीले डिस्कर्डको क्लाइन्टलाई पनि यहाँनिर इनिसियलाइज गरेको छौँ। अनि त्यस पछाडि अब यहाँ आइसके पछाडि कस्तो भयो भनेदेखि हामीले युजरले पठाएको प्रत्येक, यहाँ त धेरै कन्भर्सेसनहरू हुन पायो नि त, हामी टिम मेम्बरहरू छौँ रे। अनि हाम्रो यो टेक अन डेमो भन्ने एप्लिकेसन पनि यहीँ छ अरे होइन। अब त्यस्तो केसमा हामी प्रत्येक मेसेजलाई हामीले एलएलएमलाई पठाएर त्यसको रेस्पोन्स दिन लाउने त होइन नि त, त्यो त फेरि हाम्रो कस्ट बढ्न जान्छ, एकदमै एक्सपेन्सिभ नै छ भनौँ न। अनि त्यो भइसके पछाडि हामीले के गर्छौँ त भन्दाखेरि बोट प्रिफिक्स भनेर एउटा किवर्ड राखेका छौँ। त्यो किवर्डबाट स्टार्ट भएको मेसेज आयो भने चाहिँ हामीले बल्ल त्यो मेसेजलाई मात्रै एलएलएमलाई प्रोसेस गर्नलाई दिन्छौँ होइन। अनि यहाँनिर अब त्यो अरू कुराहरू भयो, बोट अनलाइन आयो अनि कुन च्यानलमा मेसेज कम्युनिकेट गर्ने भन्ने कुराहरू भयो। अनि त्यस पछाडि त्यो भइसके पछाडि अब यहाँ आउँदै जाँदाखेरि अब यहाँनिर त्यस पछाडि युजरको मेसेजहरू लिने कुराहरू, अनि त्यस पछाडि अब यो यहाँनिर आइसकेपछि अब यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि हामीले एलएलएमलाई पठाउँदाखेरि चाहिँ जस्तै तपाईँहरूले च्याट गर्नुभएको छ, च्याट जिपिटीमा गएर च्याट गर्नुभएको छ भने पनि उसले त्यो कन्टेक्स्ट सम्झिन्छ नि, अहिले पठाउनु भएको मेसेज प्लस प्रिभियसली पठाउनु भएको मेसेज अथवा त्योभन्दा अगाडि पठाउनु भएको मेसेजहरू, त्यो सबै उसले स्टोर गरेर राखेको हुन्छ। त्यसरी नै हिस्ट्री बनाएर, कन्भर्सेसन हिस्ट्री भन्यो त्यसलाई चाहिँ, त्यो हिस्ट्री बनाएर प्रत्येक मेसेजहरूलाई राखेको छ। अनि युजरले पठाएको, जस्तै तपाईँले पठाउनु भएको मेसेजलाई चाहिँ रोल भन्ने युजर भन्ने रोल असाइन गरेको हुन्छ, अनि तपाईँले पठाउनु भएको मेसेजको कन्टेन्ट भयो। त्यस्तै एलएलएमले ओपन एआई अथवा जेमाइनाईले पठाएको मेसेजलाई चाहिँ हामीले असिस्टेन्ट भनेर क्याटेगोराइज गर्छौँ, रोल उसको असिस्टेन्ट हुन्छ। अनि त्यसरी नै त्यो मेसेज हिस्ट्री कम्पोज गरिसके पछाडि
त्यहाँनिर हामीले त्यो मेसेज हिस्ट्री पठाउनुपर्छ। अनि त्यस पछाडि यहाँनिर आउँछ यो कन्टेन्ट भनेर छ यहाँनिर चाहिँ। अब यहाँ चाहिँ हाम्रो एडिसनल इन्स्ट्रक्सनहरू हुन्छ, जस्तै त्यो एलएलएमले कसरी रेस्पोन्स दिने होइन, उसको ल्याङ्ग्वेज स्ट्रक्चर अथवा उसले कुन टोनमा रेस्पोन्स दिने, त्यो सबै कुराहरू चाहिँ यहाँनिर हामीले यसरी डिस्क्राइब गर्छौँ। अनि जस्तै अब हेलुसिनेसन भन्छ होइन, हेलुसिनेसन नहोस् अथवा हाम्रो कन्टेक्स्टभन्दा बाहिर नगइकन कन्भर्सेसन त्यही कन्टेक्स्टमा लिमिट भएरै कन्भर्सेसन होस् भन्ने जस्तो लाग्छ हामीलाई। भनेदेखि अब हामीले यहाँनिर के भन्यौँ भन्दाखेरि, इफ द क्वेसन इज नट कभर्ड इन द गाइड, रेस्पोन्ड विथ दिस इन्फर्मेसन इज नट अभाइलेबल इन द प्रोभाइडेड डकुमेन्टेसन। अब यो भनेन भने चाहिँ के हुन्छ त भन्दाखेरि, उसले इन्टरनेटबाट सर्च गरेर अथवा अरू कुनै वेबाट पनि एन्सर जेनेरेट गर्न सक्यो होइन। यति भनिसकेपछि चाहिँ उसले यही कन्टेक्स्टमा मात्रै बसेर यो कन्भर्सेसनहरू अगाडि बढ्ने भयो। अनि मैले यहाँनिर रेस्पोन्ड विथ अ वार्म वेलकमिङ टोन सर्टेन यस्तो कुराहरू डिफाइन गरेको छु। अनि यहाँ आइसके पछाडि हाम्रो एकदमै यहाँनिर मैले अहिलेसम्म टेकनमा फेस गरेको चाहिँ दुईवटा रिपिटेटिभ कुराहरू भयो। एउटा भनेको लिभ म्यानेजमेन्टको नोटिस, जुन चाहिँ त्यो लिभ रिक्वेस्टहरू एक दिनको लागि 3 दिन अगाडि यस्तो यस्तो कुराहरू मैले डकुमेन्ट गरेर राखेँ। मैले उतै टेकनबाटै कपी गरेर लिएर आएँ। अनि त्यस पछाडि प्रेरणाजीले अथवा सबिनाजीले पठाइराख्नु भएको हुन्छ एन्ड अफ द मन्थ चेकलिस्ट भनेर। अनि त्यस पछाडि यो चेकलिस्टहरू दुईवटा चाहिँ मेन डकुमेन्ट गरेर राखेको छु होइन। अब यसकै बेसिसमा हामीले च्याट गरेर हेर्न पनि सक्छौँ। अनि अरू इन्स्ट्रक्सनहरू पनि छ। अनि यहाँनिर चाहिँ ठ्याक्क आएपछि चाहिँ हामी हाम्रो जेमाइनाईलाई यहाँनिरबाट आएर मेसेज पठाउनलाई भन्छौँ, ट्रिगर गराउँछौँ त्यो कुरा। अनि त्यस पछाडि हाम्रो रेस्पोन्स आउँछ। अनि रेस्पोन्स आइसके पछाडि फेरि यहाँ अघि भने जस्तै यहाँनिर चाहिँ अब हाम्रो नोड.जेएस एप्लिकेसनले अथवा कुनै पनि सर्भरले चाहिँ त्यो रेस्पोन्स हामीलाई फेरि डिस्कर्डमै पठाउँछ होइन। अनि ओके, यो भयो कोड वाइज कुराहरू। अरू त्यस्तो धेरै केही पनि छैन, त्यही डिस्कनेक्सनहरूको अनि प्रोसेस टर्मिनेट गर्ने कुराहरू गरेको छ। अनि त्यस पछाडि जस्तै अब यहाँनिर मैले अब यहाँनिर हाई भनेदेखि यो कन्भर्सेसन यहाँनिर एलएलएमले प्रोसेस गर्दैन होइन। कति बेला प्रोसेस गर्छ त भन्दाखेरि, मैले जब एआई एक्सक्लामेसन एआई अनि त्यस पछाडि त्यसरी कन्भर्सेसन स्टार्ट गर्छु, अनि त्यस पछाडि बल्ल यसले हामीलाई रेस्पोन्स दिन्छ होइन। टेकन डेमो इज टाइपिङ, रेस्पोन्स जेनेरेट गरिरहेछ। ओके, हे देयर, इट्स ग्रेट टु हियर फ्रम यु, हाउ क्यान आई हेल्प यु। ओके, अब यहाँनिर यी कन्टेक्स्टमै बसेर योसँग हामीले कुरा गर्न सक्यौँ। जस्तै यहाँनिर भनेको छ हामीले लिप पोलिसी नोट छ भने जस्तै यसलाई हामीले अब जस्तै हाउ डु आई अप्लाई फर ए लिभ भने मैले होइन। अब यसले त्यही कन्टेक्स्टमा यो नलेजमै बेस्ड भएर यसले रेस्पोन्स जेनेरेट गर्छ हामीलाई। ओके, सो यहाँनिर स्टेपहरू दियो, गेट क्लाइन्ट अप्रुभल फर्स्ट, अनि त्यस पछाडि सबमिट इन द गोट पोर्टल, किप द नोटिस पिरियड इन माइन्ड, हियर्स अ क्विक मिनी टिप भनेर 1 दिनको लागि 3 दिन एडभान्समा, 2 to 3 डेजको लागि 7 डेज एडभान्समा भनेर यसरी यो कुराहरू यसले हामीलाई रेस्पोन्स दिन्छ। अनि त्यस पछाडि जस्तै अब अर्को भनेको what are the end of the month checklist भनेर मैले भने। अनि यसले अहिले पनि रेस्पोन्स कम्पोज गरिरहेछ। अब यति भइसके पछाडि ओके, अपडेट योर टाइम सिट, गेट पेन्डिङ अप्रुभल्स, म्यानेज लिभ्स, एड्रेस रिक्वेस्ट, रेकर्ड एडजस्टमेन्ट्स, लग ओभर ड्यू। र आज एन्ड अफ द मन्थ पनि परेकोले सबैजनाले यो कामहरू गरिदिनु होला। जेन्टल रिमाइन्डर मेरो तर्फबाट पनि भन्नु त पर्दैन थियो होला, बट स्टिल। अनि यो भयो। अब यसले यो कसरी हेल्पफुल हुन्छ त भन्ने कुरा, अब यतिमा मात्रै लिमिट भएर हामीले डकुमेन्ट प्रोभाइड गर्छौँ। अनि त्यस पछाडि त्यो डकुमेन्टको आधारमा हाम्रो क्वेसन एन्सरिङ सजिलो भयो। जस्तै इम्प्लोइ अनबोर्डिङ गर्दाखेरि पनि त कति धेरै क्वेसनहरू हुन्छ होइन। जस्तै
प्रेरणाजी सँग हामीले मैले कम्युनिकेट गर्दाखेरि पनि सुरुमा धेरै कुराहरू थियो, त्यो प्रेरणाजी ले रिपिट गरिराख्नु भएको थियो होला। म आउँछु मलाई पनि भन्नुहुन्छ, अर्को एकजना आउनुहुन्छ उहाँलाई पनि भन्नुहुन्छ, त्यस्तै गरिराख्नुपर्छ। अनि यसरी हामीले जस्तै म्याटर मस्टमा यस्तो एप्लिकेसनहरू इन्टिग्रेट गऱ्यौँ भनेदेखि हामीलाई के फाइदा हुन्छ त भन्दाखेरि त्यो रिपिटेडली भनिराख्नु पर्ने कुराहरू चाहिँ घट्दै जान्छ। मेन कुराहरू हामीसँग यस्तो यस्तो छ भन्नुहुन्छ, अनि त्यस पछाडि मलाई अब प्रेरणाजीसँग रिच आउट गरिराख्नु पनि परेन। त्यो भइसके पछाडि म यस्तो भयो मैले के गर्न सक्छु भन्दाखेरि त्यो डकुमेन्टको रेफरेन्समा मैले एन्सरहरू पाउँछु। त्यो कुनै सानो सानो कुराहरूको लागि रिच आउट गरिराख्नु परेन, त्यो कुरामा सजिलो भयो। अनि त्यति भयो। अनि त्यस पछाडि यो नलेज बेस बढ्दै जान्छ होइन, हाम्रो डकुमेन्ट बढ्दै जान्छ। यसरी हामीले राखेरै यसरी नलेज राखेर मात्रै पनि पोसिबल हुँदैन, यो थपिँदै जान्छ। त्यसको लागि चाहिँ अब ऱ्याग भन्छ, रिट्राइबल अगमेन्टेड जेनेरेसन भन्छ होइन, त्यो कन्सेप्टहरू युज गर्न सकियो। अनि त्यो भइसके पछाडि चाहिँ नलेज बेसलाई हामीले भेक्टर डेटाबेसमा इम्बेडिङ गर्छौँ। अनि त्यस पछाडि त्यहाँबाट त्यो इम्बेडिङबाट हामीले रेस्पोन्सहरू नियरेस्ट नेबर म्याच गरेर अनि त्यस पछाडि रेस्पोन्सहरू जेनेरेट गर्दै जान सक्छौँ। अनि त्यस पछाडि अरू रिपिटेड टास्कहरू हुनसक्छ, जस्तै यही एप्लिकेसनभित्र पनि हामीले इमेल इन्टिग्रेसन गऱ्यौँ भनेदेखि यहीँनिर बसेर अहिले यो डेमोको लागि त छैन, तर इफ एनी वान इज इन्ट्रेस्टेड मसँग एउटा अरू आर्टिकलहरू पनि छ जुन हजुरहरूले हेर्न सक्नुहुन्छ ऱ्याकको बारेमा। अनि त्यस पछाडि टुल कलिङ भन्छ, त्यो जस्तै अब इमेलहरू आयो अनि के आएको छ इमेलहरू चेक गर्ने, त्यो समराइज गर्ने, त्यो कन्सेप्टहरूलाई चाहिँ त्यहीँ बसेर त्यसलाई चाहिँ टुल कलिङ भन्छ। त्यो टुल कलिङहरूको कन्सेप्ट इम्प्लिमेन्ट गरेर इमेलहरू चेक गर्ने, इमेलहरू समराइज गर्ने, के भइरहेछ इमेलमा भनेर त्यो सबै कुराहरू, अथवा मिटिङ अब अथवा जिट्सीसँग इन्टिग्रेट गरेर मिटिङहरू कहिले छ, मेरो सेड्युल कस्तो छ भनेर त्यो सबै कुराहरू इन्क्वायरी गर्न पनि मिल्यो। त्यसको लागि चाहिँ टुल कलिङहरू भन्छ। त्यो चाहिँ फेरि अर्को अब इनकेस एनी वान इज इन्ट्रेस्टेड यहाँ छ त्यो कुराहरू, अनि केही पर्यो भने सोध्नु भयो भने पनि हुन्छ। त्यो कन्सेप्टहरू युज गर्न पनि सक्छौँ। अनि त्यसरी त्यसलाई एडभान्स गर्दै लिएर जान सक्छौँ। हाम्रो रिपिटेटिभ टास्कहरूलाई पनि घटाउँदै जान सक्छौँ त्यसो भइसके पछाडि। मेरो तर्फबाट यति नै भयो। केही क्वेसनहरू अथवा फिडब्याकहरू छ भने भन्न सक्नुहुन्छ। ओके, एकदमै इन्ट्रेस्टिङ लाग्यो मलाई चाहिँ। कसैको केही क्वेसन्सहरू छ भने चाहिँ माइक अन गरेर सोद्धाखेरि पनि भयो, अनि नत्र च्याट बक्समा हजुरहरूले लेख्दा पनि भयो है। एउटा क्वेसन आएको छ जस्तै छ अनिशजीलाई। हजुर त्यो क्वेसन मलाई नै हो? के हो यो एआईले जब खाला त अरे? ए होइन, मेरो मेरो विचारमा त्यस्तो चाहिँ नहोला, त्यतिसम्म त नहोला। तर जे होस्, जब खाला भन्दा पनि हाम्रो डे टु डे एक्टिभिटिजहरूलाई चाहिँ अझ सजिलो पार्ला कि भन्छु म चाहिँ। ल हजुर, त्यसो भयो भने त हामीलाई पनि सजिलो हुन्छ। हामीले पनि टाइम हजुर लागेन होइन, यता के हजुर कुराहरूको रिमाइन्डर कपी पेस्ट गरेर पठाइरहन्छ नि। हजुर त्यस्तो खालको केही यता म्याटर मसमा पनि ल्याउन सक्यो कि त त्यस्तो च्यानल्सहरूमा एड अन भयो भने त इट विल बी भेरी हेल्पफुल। त्यो मिल्छ, त्यो पोसिबल पनि छ। म्याटर बस्टहरूमा ल्याएर यसरी इन्टिग्रेट गरेर अनि सर्टेन टुलहरूलाई पनि ल्याएर इन्टिग्रेट गर्न मिल्छ। जस्तै हामीले जस्तै त्यो अरू क्यालेन्डरहरू त थाहा छैन, त्यो क्यालेन्डली भन्ने छ, अनि त्यो युज गरेर इभेन्टहरू अथवा मिटिङहरू सेड्युल गर्नको लागि अटोमेटेड मलाई यो दिनमा यस्तो इभेन्टहरू सेड्युल गराइदिए भनेर त्यसरीसम्म अटोमेट गर्न पनि मिल्छ। अरू कसैलाई केही क्वेसन्स नै हुनुपर्छ भन्ने छैन, डिस्कसन्सहरू पनि गर्दाखेरि भयो है। अब कसैको जस्तै सिद्धार्थजीले एआईले जब खाला त भन्नुभयो, अनि कसैले खाला भन्ला, कसैले नखाला भन्ला होइन। ओके, निरज दाईको आएको छ एउटा। हजुर
यस्तो हुन्छ त्यो अघि मैले अलिकति थोरै भन्न पनि खोजेँ तर त्यति डेप्थमा गइनँ। त्यसको लागि चाहिँ अब त्यो डेटा बिग हुन्छ होइन, डेटा ग्रो हुँदै जान्छ, अभियसली त्यो बढ्दै नै जान्छ। अनि त्यस्तो केसमा चाहिँ हामीले ठ्याक्क डाइरेक्टली एलएलएमलाई प्रोभाइड गर्नुभन्दा पनि अहिले हामीले जसरी यो यहाँनिर डेटा हामीले प्रोभाइड गरिरहेको थियौँ, त्यसरी डाइरेक्टली प्रोभाइड गर्नुभन्दा पनि हामीसँग डेटा हुन्छ अनि त्यो डेटालाई अलिकति क्लिन गरेर रिपिटेड इन्फर्मेसनहरू छ भने हटाएर अनि त्यस पछाडि त्यसलाई इम्बेडिङ गरेर भेक्टर डेटाबेसमा राख्न सक्छौँ। अनि भेक्टर डेटाबेसमा हामी युजरले दिएको क्वेरी र भेक्टर डेटाबेसमा भएको इम्बेडिङ्सहरूको युजरले दिएको क्वेरीको पनि इम्बेडिङ क्रिएट गर्छौँ अनि भेक्टर डेटाबेसमा भएको इम्बेडिङलाई म्याच गर्छौँ अनि एकदमै क्लोज जुन डकुमेन्टहरू छ अथवा जुन इम्बेडिङहरू छ त्यो डकुमेन्टहरूलाई लिएर चाहिँ हामीले एलएलएमलाई फिड गर्छौँ। त्यो भयो भनेदेखि यो डेटा ग्रो हुने अनि ग्रो भएर हाम्रो त्यो के अरे त्यो डेटा ग्रो हुँदै जाने अनि कस्ट बढ्ने कन्सर्नहरू चाहिँ धेरै कम हुँदै जान्छ। ओके, अरू केही फर्दर क्वेसन्सहरू? छैन कसैको पनि? सबै क्लियरली बुझाइदिनु भयो क्या हो अनेस्टीले? होइन, सबैजनालाई थाहा थियो होला, त्यही भएर नो क्वेसन्स, नो वान्स इन्ट्रेस्टेड जस्तै छ क्वेसन सोध्नुलाई पनि। कतिजनाले मजाले सुन्नुभयो, हात उठाउनु त। ओके सुनिलजी। हजुर। ए ओके, यसमा जस्तै डिपसिकले पनि ओपन एआई कम्पेटिबल एन्ड पोइन्ट दिन्छ जस्तो लाग्छ मलाई होइन, दिन्छ पक्कै पनि। अनि अथवा हजुरले यहाँनिर म अहिले ठ्याक्कै रेडी पार्न त सक्दिनँ जस्तो लाग्यो, तर यो अहिलेको हाम्रो सेटअप जुन छ त्यसमा मैले एकैछिन ल, जस्तै मैले ओलामाबाट डिपसिक रन गरेर पनि यहाँनिर जस्तै केही पनि धेरै केही चेन्ज गर्नै पर्दैन होइन। मैले यहाँनिर यो ओपन एआई एपिआई कि, सरी मैले एपिआई कि एक्सपोज गरेछु, अब्युज नगरिदिनु होला, गर्न त हुँदैन थियो, मैले यसरी सेयर गर्न हुँदैन थियो, त्यही पनि गरिहालेँ। म चेन्ज गर्छु अहिले गएर। के अरे यो कि ओपन एआई एपिआई कीको ठाउँमा एमटी स्ट्रिङ जे राखे पनि भयो, स्ट्रिङ जे राखे पनि भयो। अनि ओपन एआई बेस युआरएलको ठाउँमा चाहिँ हामीले ओलामाको एन्ड पोइन्ट राखेर लोकल्ली रन गर्दाखेरि लोकल होस्ट 11432 समथिङ त्यस्तै कति पोर्टमा रन गर्छ जस्तो लाग्यो ओलामा। अनि त्यस पछाडि त्यो राखेर अनि डिपसिकको मोडल नेम यहाँ राखेँ भनेदेखि यो यही सेटअपले नै काम गर्छ, यो ओपन एआई कम्पेटिबल एन्ड पोइन्ट इनकेस छ भने। ओके, सिद्धार्थजीको क्वेसनको पनि एन्सर आइसक्यो नि है, भयो नि है? हजुर, मेरो तर्फबाट चाहिँ भयो। सिद्धार्थजीलाई चित्त बुझ्यो बुझेन भन्ने कुरा हो। त्यहाँ यसो थम्स अप भए पनि लगाइदिनु पऱ्यो कि त, अब केही बोल्नु पऱ्यो है माइक खोलेर। ओके ल, ठिक छ। फेरि अब भन्यो भने यहाँबाट होइन, उताबाट सुनिराख्नु भएको छ कि छैन नि थाहा हुँदैन नि त, रेस्पोन्ड आएन अँ, त। ल, 3टा थम्स अप आइसकेको छ। अरू कसैकोबाट क्वेसन छ भने स्टेज इज अल इयर्स है, सोध्नुहोस् मजाले। छैन? त्यसो भए सबैजनाले क्ल्याप गरिदिउँ। साइलेन्ट भयो एकदम। सम्राटजी सम्राटजीले केही भन्छु भन्ने जस्तो लाग्यो मलाई।
आई गेस त्यो क्ल्याप गर्दाखेरि रेज यर ह्यान्ड चाहिँ भएको होला मिस्टेकनली। ए ओके ओके यो हजुर। माइक त सबैजनाले उयो अनम्युट गरेर बोल्न मिल्छ। Okay, if there's no further question, then let's wrap up today's session. हजुर So thank you so much, honestly, for your time, for your presentation. अनि त्यसपछि नयाँ कुरा के देख्न पायौँ हामीले पनि त्यो हुन्छ नि एउटा भर्चुअल वेमा प्र्याक्टिकली भनौँ न अरू कुरा त सुनिरहेको नि त सो इट वाज भेरी नाइस। Thank you, Prernaji, for the opportunity, and thank you everyone for joining today. Thank you. ओके ल अरू को जोइन हुनुभएको छ उहाँहरूलाई पनि थ्याङ्क यू सो मच। अनि अरू कोही अप हुनुहुन्छ नेक्स्ट प्रेजेन्टेसन नेक्स्ट टेकटकको लागि भने प्लिज रिच आउट टु यर कन्सर्न सुपरभाइजर एन्ड लेट अस नो। एन्ड फाइनली या आज चाहिँ मन्थको एन्ड हो अब लग भर्ने बेला हुँदैछ सो त्यो चाहिँ नबिर्सिकन सबैजनाले भरिदिनु होला। अनि अरू ठिकै छ ह्याप्पी विकेन्ड एभ्री वान बाई। Bye-bye. Bye bye. Bye. ल अनि सिले पनि